हेलो साथीहरू नमस्कार, के छ खबर? आज भनेको चाहिँ म छोटकरीमा एउटा केही सरसफाइको बारेमा भिडियो बनाउँछु होइन। तपाईँहरू यदि काहीँ इन्टरभ्यू कतै सरसफाइको बारेमा होइन, क्लिनिङको बारेमा, हाउसकिपिङ भयो, विशेष गरी चाहिँ हाउसकिपिङ होइन, त्योमा नि एउटा अर्को पोस्ट हुन्छ हाउस रुम एटेन्डेन्ट भन्ने। त्यसमा खास गरी सरसफाइको बारेमा भिडियो बनाउँछु होइन। केही ज्ञान पनि हुनसक्छ, ज्ञानको कुरा कति घुमेको डुलेको बनाउने भनेर होइन बनाउँदैछु। कहीँ यसो इन्टरभ्यूमा जाने हुन्छ भनेदेखि तपाईँहरूलाई यो भिडियोले केही सहयोग पुग्नेछ भन्ने आशा राखिरहेछु। सुरु गरौँ है त। यो हेर्नु छ यो पुरै त यसलाई लिभिङ रुम भन्छ। यो लिभिङ रुमभित्र नि धेरै पार्टहरू छ क्या। यस बारेमा नर हामी सिधै टोइलेटमा जाउँ। आज म टोइलेटको बारेमा मात्रै भन्छु, तर यसलाई पनि टोइलेट भन्दैन। यसलाई अब हाम्रो अहिले भाषामा त सिधै गेस्ट टोइलेट भयो, तर यसलाई चाहिँ ठुल्ठुलो 5 स्टार 7 स्टार यस्तो ठुल्ठुलो प्रोजेक्टहरूमा चाहिँ यसलाई चाहिँ गेस्ट टोइलेट भन्छ है। यो चाहिँ ठुल्ठुलो 5 स्टार 7 ठुल्ठुलो उमा मात्रै काम दिन्छ नि। यस्तो यो सानोतिनोमा त इन्टरभ्यू दिनु लिँदैन, यसमा त के काम आयो, यो काम होइन। ल सुरुमा त आयो यसलाई भन्छ। अब हामी त सिधै भन्छ यसलाई के भन्छ, टोइलेट बस्ने ठाउँ। यसलाई चाहिँ डब्लुसी भन्छ है। पुरै होललाई यसलाई डब्लुसी भन्छ। डब्लुसी पछि यो आयो डब्लुसी सेट। अब त्यसपछि आयो डब्लुसी सेट कभर। अनि 3टा छ। यो डब्लुसी भित्र कतिवटा पार्टहरू छ यसलाई। अनि यो के हो, यो हेर्नु, यो भयो डब्लुसी वाटर ट्याङ्क है। अनि तपाईँहरूले यो देख्नुभएको होला, यो पानी खिच्ने होइन, यो त सिधै। तर यहाँ पनि 2टा पार्ट छुटिएको हुन्छ। यसको बारेमा कसैलाई थाहा छ, जानकारी छ? बस पानी खिच्नु सब त्यति पनि त होइन। तर यसको भनेको चाहिँ यो अलिक ठुलो छ नि। यो भनेको 6 लिटर हुन्छ यसमा पानी। यसमा 6 लिटर जान्छ यो थिच्दाखेरि। र यो सानो छ, यो यसमा 3 लिटर जान्छ। पुरा मिलाएर यो 9 लिटर पानी हुन्छ। यो 6 लिटर र 3 लिटर पार्ट छुटेको हुन्छ है। यस्तो हो यो। अब यो भयो ह्यान्ड स्प्रे है। यो भयो सावर हेड। अब यो भयो सावर हेड वाटर डिस्पेन्सर है। यसलाई के भनिन्छ, ह्यान्ड वास बेसन। कसैले बेसन मात्रै भन्छ कि, तर यसको फुल भन्दा चाहिँ यसलाई ह्यान्ड वास बेसन। अनि यो ह्यान्ड वास वाटर ट्याप, ह्यान्ड वास बेसन वाटर ट्याप भन्छ यसलाई। यसमा पनि धेरै पार्ट हो। वाटर डिस्पेन्सर यो भयो ह्यान्ड वास बेसन। मिरर पनि धेरै प्रकारको भन्छ, तर अब यो मिररै भनिदिनु अहिले है। यस्तो हुन्छ थियो। यो भयो यसलाई के भन्छ, ग्यास टोइलेट, फ्लोर वाटर ड्रेन धेरै छ यहाँ। अब कुनै ठाउँमा तपाईँले बाथरुम हुँदै अब यसलाई सावर हेड ह्याङ्गर। अब कुनै ठाउँमा तपाईँ ठुल्ठुलो अब रेस्टुरेन्ट हुँदै ठुलो 5 स्टार देख्यो भने यहाँ यस्तो राखेको हुन्छ, तल साबुन राख्ने के हुन्छ नि, त्यसलाई के भन्छ, यस्तोलाई चाहिँ इम्युनिटी ट्रे भन्छ है। अब यतातिर कोही यहाँ ठुल्ठुलोमा हुन्छ त्यो टावल ह्याङ्गर, टावल हेन्जिङ यस्तो हुन्छ। यो थाहै होला, एग्जस्ट फ्यान, सिलिङ लाइट भनेर गरेर साध्यै छैन। ढोकाइमा पनि कति आइटम छ हेर्नुहोस्। ग्यास टोइलेट डोर ह्यान्डल, ग्यास टोइलेट डोर हेन्जिङ। यहाँ एउटा कोही रबर लागेको हुन्छ यस्तोमा। यहाँ खिड्की हुन्छ। ग्यास टोइलेट स्लाइडिङ विन्डो भन्छ यसलाई, स्लाइडिङ विन्डो। ग्यास टोइलेट यसलाई के भन्छ, सिलिकन रबर। जानेको कुरा सेयर गरिदिउँ कि भनेर नि। यसको यो लिभिङ रुमको यदि तपाईँहरू पनि जान्न चाहनुहुन्छ, कोही इच्छुक हुन्छ भने कमेन्ट गर्नु होला। म यो लिभिङ रुमको बारेमा, लिभिङ रुम किन यो फुल एउटा युनिट है। यो फुल चाहिँ एउटा युनिट हो। यो युनिटको बारेमा कुरा बताउने। यति फुल जाने भने तपाईँहरू कहीँ पनि कुनै ठाउँमा पनि फेल हुनुहुँदैन जरुरमा। यो सबै चाहिँ थाहा भयो भने तपाईँहरूले। र अर्को मेन जान्नुपर्ने भनेको यो हाउसकिपिङमा ठुल्ठुलो 5 स्टार जाँदाखेरि चाहिँ FFE है। FFE 3टा मिनिङ चाहिँ जान्नुपर्छ है साथीहरू। FFE भनेको F भनेको फर्निचर, फेरि F भनेको फिक्सिङ, E भनेको चाहिँ इक्विपमेन्ट। फर्निचर, फिक्सिङ, इक्विपमेन्ट 3टा चाहिँ एकदम थाहा हुनुपर्छ हाउसकिपिङमा। ठुल्ठुलो 5 स्टारमा इन्टरभ्यूमा जाँदाखेरि पहिला सोध्ने कुरै यही हो।